किङ मात्रै छ हो। अब योलाई यहाँ ल्याउनुको लागि चाहिँ धेरै मुस्किलले मैले यहाँनिर कर्नरमा लिएर आएको छु। ल यति बेला चाहिँ अब नेक्स्ट हामी के गर्ने हैन। कति मान्छेहरूले चाहिँ अब चेकमेट दिनुको लागि यो किङलाई चाहिँ यहाँनिर लिएर आउँछ, तर यो चाहिँ चेकमेट हुन सक्दैन, यो चाहिँ स्टेलमेट हो। किनकि यो किङ त चेकमा छैन नि त, चेकमा पनि छैन, यताउता काँचौँ भन्ने बाटो पनि छैन। र एक्चुअलमा चाहिँ कसरी मुभ गर्नुपर्ने भन्दा चाहिँ अब क्वीन छ नि, क्वीनलाई हामी अलिक यता मुभ गर्नेवाला छौँ। किन भन्दा चाहिँ यो किङलाई पनि अलिक स्पेस हुनु पर्यो नि त यताउता जानुको लागि हैन, अनि मात्रै त हामी चेकमेट दिन सक्छ है। त्यही भएर मैले क्वीनलाई यहाँ लिएँ। अब यसको टर्न हैन, त यो वान स्टेप यहाँ आयो अरे हैन। र अब हाम्रो टर्न हैन, त्यही भएर हामी चाहिँ लियौँ किङलाई यहाँनिर हो। अब मैले किङ यहाँ लिएँ हैन। अब ब्ल्याकको टर्न, ब्ल्याक फेरि यहाँनिर मुभ गर्यो हो। र अब यति बेला चाहिँ यो पोजिसनमा चाहिँ हामी एकै स्टेपमा चेकमेट गर्न सक्छौँ। कसरी भन्दा चाहिँ क्वीनलाई चाहिँ लिएर यहाँनिर राख्यो भने यो चाहिँ चेकमेट हुन्छ।